नमस्कार साथीहरू, आज पनि म शेयर मार्केट तथा आइपिओ सम्बन्धी नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेको छु। आजको बसाइमा रहेर हामीले विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ बाँडफाँड कहिले र कति बेला गर्छ, उक्त कम्पनी सम्बन्धी जानकारीहरूका साथै प्योर इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड कहिले हुन्छ, साथै ओमेगा सिरीको आइपिओ दोस्रो बजारमा कहिले कारोबारमा आउँछ तथा यो कम्पनीको आइपिओ होल्ड या सेल के गर्ने भन्ने विषयमा रहेर सामान्य जानकारी दिनेछौँ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म स्किप नगरी हेर्नुहोला। सर्वप्रथम भिडियोलाई सुरु गर्नुभन्दा पहिला यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसनमा क्लिक गर्न नबिर्सिनुहोला। पहिला कुरा गरौँ विन नेपाल लघुवित्त वित्तीय संस्थाको। यो कम्पनीले एफपिओ बाँडफाँडको मिति सार्वजनिक गरिसकेको छ। यो कम्पनीले वैशाख 7 गते आइतबार अर्थात् भोलि बिहान 8:30 बजे एफपिओ बाँडफाँड गर्ने भएको छ। यो कम्पनीको एफपिओमा 19,76,524 जना लगानीकर्ताहरूको आवेदन परेको छ भने यो कम्पनीको एफपिओ जम्मा 5,129 जना भाग्यमानी लगानीकर्ताहरूले हात पार्न सक्नुहुनेछ र बाँकी लगानीकर्ताहरूको हात भने खाली हुनेछ। यो भिडियो हेरिरहनुभएका सबैलाई विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ परोस्, यो हाम्रो तर्फबाट हजुरहरूलाई धेरै धेरै शुभकामना। साथै यो कम्पनी दोस्रो बजारमा अलरेडी लिस्टेड भएको कारणले गर्दा पुनः कारोबारमा आउँदाको दिन लगानीकर्ताहरूलाई 30 देखि 35 हजारसम्म फाइदा हुनेछ। यो कम्पनीलाई केही समय होल्ड गरेर राखेको खण्डमा भने अझै फाइदा हुने सम्भावना रहेको छ। त्यस्तै अर्को कम्पनी प्योर इनर्जी लिमिटेडले पनि आइपिओ निष्कासनको काम सम्पन्न गरिसकेको छ, तर आइपिओ बाँडफाँड भने अझै गरेको छैन। सम्भवतः यो कम्पनीले वैशाखको दोस्रो हप्ता अर्थात् अर्को हप्ताको शुक्रबारसम्म आइपिओ बाँडफाँड गर्ने गरी तयारी गरिरहेको छ। यो कम्पनीमा पनि करिब मागभन्दा 19 गुणा बढी आवेदन परेको थियो भने यो कम्पनीको आइपिओ भर्ने 19,36,053 जना थिए भने यो कम्पनीको आइपिओ चाहिँ जम्मा 1,19,520 जना लगानीकर्ताहरूले 10 किता हात पार्न सक्नुहुनेछ। अब कुरा गरौँ अर्को कम्पनी ओमेगा सिरी फार्मास्युटिकल्सको। यो कम्पनीको आइपिओ बाँडफाँडको करिब 2 हप्ता बितिसक्दा पनि अझै दोस्रो बजारमा कारोबारमा आउन सकेको छैन। त्यसकारण यो कम्पनीको आइपिओ हात पार्नुभएका लगानीकर्ताहरूको लागि भने चासोको विषय बनेको छ। तर अब प्रतीक्षाको घडी भने सकिन आँटेको छ। यो कम्पनीले जानकारी गराए अनुसार ओमेगा सिरी फार्मास्युटिकल्सको आइपिओ अब अर्को हप्ताभित्र सेयर हितग्राही खातामा ट्रान्सफर गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीको आइपिओ भने मजाले होल्ड गरेर राखेको खण्डमा 20,000 भन्दा बढी फाइदा हुने देखिन्छ। हाम्रो भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद। आगामी दिनहरूमा पनि शेयर मार्केट तथा आइपिओ सम्बन्धी यस्तै नयाँ अपडेटहरू ल्याउने छु भन्दै हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुहोला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन पनि प्रेस गरिदिनुहोला। धन्यवाद।